पैसा हेलो ह्यापी बर्थडे बोजूको खुट्टातिर आउँदाखेरि अहिले लुगा लाउनु अल्छी गरेको त सबैभन्दा गरिब चाहिँ फेरि भरे भनेर फेरि चोलो किन्ने पैसा पठाइदियो भने अनि बुइलाई यो चाहिँ 2082 सालमा जुडेको हो सबैजनालाई टिका बोक्नु पथेर अरु मिठाईहरु छ भिडियो राम्रो गर्दै अरु मिठाई त ल्याएन अब भिडियो के हो फोटो खिच्दै कता कता मान्छेहरु खोइ तपाईको नाच्नु कताको नाच्नु आमालाई साइली आमालाई माइली आमा साइली आमा जेठी आमा छुट्यो नि त किन लिन लगाएको पश्चिम गाउँ जेठी आमालाई चाहिँ जेठी आमालाई नि लिएर आएको भयो यो चाहिँ ल त साइडमा खान आएको सरप्राइज मोबाइल अरे आमालाई खोलेर देखा मोबाइल खोल्नु आमाको गिफ्ट आमाले किन मोबाइल बिगाएर भनेको त यो गिफ्ट सुते नाटक गरेर झारेको ल आमाले त डबल गिफ्ट आयो है आमाको स्पेशली गिफ्ट ल बोजूलाई चाहिँ गिफ्ट केही पनि दिएन नातिले लाख थुक्दैछ बोजू ल भाइले सबैलाई गिफ्ट दिएन अब यो जाडो महिनामा यस्तो स्पेशल पार्टी रहेछ आज तपाईँ त्यही भएर त नि अहिले दिन बोलाएको हैन हामीले मलाई एउटा गाडीवालाले धोका दियो के त्यही भएर भयो धेरै कुरा नगरौ यो भोलि कुरा गर्नलाई यसको विषयमा आजको दिन गर्नु भोलि त साच्चै होला कान समाति हाम्रो भोलि बोइलाई ल बोइ जस्तो हाम्रो फुपू हो जेठी फुपू ल जेठी फुपूले चोलो किन नलाग भनेको थाहा पारे हो कि क्या थाहा पारे जस्तो लाग्यो चोल्नलाई आएछ ल यहाँको पर्खिन जस्तो लाग्यो के घिनाएर के खाँदैन अब उहिलेको जमानामा के थिएन अनि त्यही भएर के खानै नजानेको